यहाँहरु सम्पूर्णमा नमस्कार। आज पनि फेरि मैले एउटा नयाँ ब्लग लिएर उपस्थित भएको छु। कृपया सब्स्क्राइब, लाइक, शेयर गर्न नभुल्दिनु होला। यो चाहिँ मेरो फर्म एरियामा भएको 2-4 वटा घार एकैचोटी निरीक्षण गर्न लागिरहेको छु म। अब सुरु गर्छु म यस घारबाट। बहिनी पनि पछाडी हेर्दै हिँड्दैछ। हेरौँ, पहिला यो दुईटाबाट सुरु गर्छु म। यसको भित्र राम्रै अवस्था भइरहेछ। सरसर्ती हेर्दा राम्रो छ यो। अस्ति मेरो यहीँबाट एकैपटक 2टा रानी निक्लेर एउटा रानी चाहिँ भागेको थियो। अहिले यो ठिकै भइरहेछ। राम्रो अवस्थामा चलेछ जे होस्। सबै राम्रो मजाको छ। नयाँ मैले आधार चाका फिट गरिदिएको थिएँ। मजाले फुल पार्ने काम गरिरहेछ यसले। साथीहरु, मैले चाहिँ यो आफ्नो अनुभवहरू शेयर गरिरहेको छु तपाईहरुलाई। काम गर्दै जाँदा कस्तो हुँदै जाँदो रहेछ भनेर भिडियो बनाउँदै काम गर्दै अगाडि बढिरहेको हो। पन्जा नलगाइकन हेरेको टोक्ला जस्तो गर्यो। पन्जा लगाएर हेर्ने अब। वार गरेर आउँछ मौरी पुरै टोक्नलाई पुरै ल परर चलिरहेछ। यो अलि पहिलादेखि नै छुच्चो खालको थियो यो मौरी चाहिँ। यो घारको चाहिँ अलि छुच्चो नै छ मौरी। मस्त खाना नहुँदाखेरि पनि टोक्न आइदिइहाल्छ यसले। काला चाकाहरू चाहिँ मैले हटाउने प्रयास गरिरहेको छु अहिले चाहिँ। यसमा कालो चाका चाहिँ हटाइदिने हो। कालो चाका हटाउँदै नयाँ थप्दै जाने हो। यो सिजनको बेलामा नयाँ चाका भयो भने चाहिँ रानीले पनि मस्त हेर्नुस् है। सबै कालो भइसकेको छ। अब यसलाई हटाइदिनु पर्छ। उँभोपट्टि चाहिँ यसले खानलाई राखेको मह रहेछ। अब यो चाहिँ तत्काललाई राखिदिने अनि यो खाली गर्छ। त्यस पछाडि मैले अर्को आधा चाका सेट गरेर यो चाका चाहिँ पछि 2-3 दिनमा फाल्दिने नै हो। अहिले खाना भयो जति राख्दिउँ। मौरी टन्नै छ। यो खाइसकिहाल्छ। त्यस पछाडि फेरि यस चाकालाई राखिदिने। लगभग यो ठिकै छ। अब यसलाई बन्द गरिदिउँ। त्यस पछाडि अर्को घार पनि मैले निरीक्षण गर्नुपर्ने हुन्छ। आज 3-4 दिन भयो। लगभग सबै नै भन्नाले 5-6 वटा घार जति चाहिँ निरीक्षण गर्ने हो। त्यस पछाडि बाँकी फेरि भोलि पर्सि गरौँला। बन्द गर्ने। जस्ता चाहिँ यो अगाडिपट्टि दिउँसो घाम छेकियोस् द्वारमा छिर्ने द्वारमा भनेर राखिदिएको मैले। पानी त खासै आजभोलि पर्दैन। यसलाई साइडमा गरेर राखेँ। यो दुईटाको एक बनाएको मैले, एउटाको 2टा बनाएको। अब यसलाई फेरि बढाइदिने हो। राम्रो भइरहेको छ साथीहरु। हामीलाई खासै धेरै ज्ञानका कुरा अहिले नगरौँ। काम गर्दै जाँदा आफ्नो अनुभव हुँदै जाँदाखेरि गर्ने हो। हिजो अस्ति मेरो सुलसुलेले आक्रमण गर्न लागेको थियो। यो मौरीलाई चाहिँ सुलसुले 2-3 खालको लाग्दो रहेछ। घरायसी उपचार गर्दा बल्ल ठिक भएको छ अहिले चाहिँ। यसले चाहिँ काम छल्दिन्छ। अब यो 2टा, यो पनि 2टा, एउटालाई 2टै बनाएको यसलाई।
योभन्दा अगाडिको भिडियो होइन मैले निरीक्षण गर्दाखेरि यसको भिडियो हालिसकेको छु हाल्न। हामी चाहिँ निरीक्षण गर्दै पछि के कस्तो कन्डिसन छ भनेर देखाउनको लागि पछि आफूलाई हेर्नको लागि पनि हुन्छ भनेर भिडियो बनाएर युट्युबमा राख्ने गरेका छौँ हामीले। राम्रो छ, नयाँ रानी हो यो सिजनमा घाट फोर्दाखेरि चाहिँ हामीले अलिक खान अलि एकचोटि मात्र हुने अनि अभाव हुने हुँदा चिनी चास्नी चाहिँ अलिक बढी लगाउनु पर्ने रहेछ। मैले चाहिँ अलिक कम लगाएको हुनाले अलि ढिलो काम गरेँ जस्तो लाग्यो। यसो अनुभव बढ्दै जाँदा धेरै बेच्ने मौरीहरूमा चाहिँ त्यसरी चिनी चास्नी लगाउने अनि अलि चाँडो बच्चा भित्र बसेर तिनीहरूले अलि बढी काम गर्ने, बाहिर खानेकुरा कम हुँदाखेरि भित्र काम कम गर्ने हुनाले चिनी चास्नी चाहिँ अलि बढी वा क्यान्डी अलि बढी लगाउनु पर्ने हुने रहेछ। यो चाहिँ भुसुना को लागि प्राथमिक उपचार भुसा माडेर भित्र राखिदिने गरेको छु मैले चाहिँ। यसलाई नि बन्द गरिदिउँ। जस्ता चाहिँ मैले सबैमा राखेको छु ढोकामा। सिउँडी पनि राख्ने गर्दछु साथीहरू। यसमा चाहिँ मल साप्रो नलागोस्, मल साप्रोको लागि। त्यस पछाडि अब यो को चाहिँ अरू पनि काम हुन्छ सिउँडी राखिदिसकेपछि। यो चाहिँ मैले पुरानो दिएको थिएँ, आधार चाका पुरानो थियो र यो पुरानो आधार चाकामा चाहिँ खासै काम गर्दैन रहेछ। आधार चाका चाहिँ नयाँ नै हुनुपर्दो रहेछ भन्ने मैले यसपटक ज्ञान पाएँ। यो आधार चाका चाहिँ आज म मिल्काएर अर्को आधार चाका लगाइदिन्छु यसलाई। अरू सबै बेस्ट छ यसमा, एकदम राम्रो छ। पहिल्यै पनि मैले यसमा फोरेको थिएँ, एउटै घारको फोरेको मौरी एउटै घारमा आएर छिरिदिएर बिग्रियो। त्यसपछि फेरि पुनः फोरेको यसलाई अहिले चाहिँ सक्सेस भएको छ। यो राम्रो छ एकदम। लगभग जेठ पनि लाग्न लागिसक्यो, अब झन् राम्रो हुनेछ। यो चाहिँ बिग्रिएको छ पुरै, यो बिग्रिएको छ। अब यो हेरौँ, यो चाहिँ मैले परबाट ल्यायो, अर्कै ठाउँमा थियो, त्यसलाई उठाएर लिएर यहाँ राखेको। यो झन् एकदम राम्रो छ, काम गरिराख्ने। ढाक पारी गाउँ जङ्गल त प्रशस्त छ हाम्रोमा, तर जङ्गल मात्र भएर के गर्ने। जङ्गलमा फुल्ने फुल चाहियो, हरियो त यसले खाँदैन, फुल चाहियो, फुलको रस खाने हो, रस लिएर जम्मा गर्ने हो, पराग चाहिने हो, त्यो भएको चिज चाहियो। राम्रो छ यो। मैले नजिकबाट देखाउन चाहिँ अब स्ट्यान्ड लगाएर भिडियो खिचेको हुनाले नजिकबाट चाहिँ देखाउन अलिक सकेको छैन। अघिल्लो भिडियोमा चाहिँ मैले नजिकबाट पनि देखाएको छु। पहिलाको भिडियोभन्दा यसमा धेरै अन्तर भइसकेको छ। पहिला चाहिँ सुक्खा चाका बच्चा नभएको थियो भने अहिले चाहिँ राम्रो भइरहेको छ। मम्मी पनि आउँदै हुनुहुन्छ पछाडिबाट। मम्मी चाहिँ पुरा हो। अब यो हेरौँ, तल पनि हेरिसक्यो। यो चाहिँ घार, मेरो यो साइडको घार चाहिँ सुलसुलेले सकाइदिएको थियो, यसबाट फोरेको। यो पनि लगभग त्यस्तै अवस्थाको छ जस्तो छ। 6-7 फ्रेमको पुरै खाली जस्तो बनाइछ। ल हेर्नुहोस्, सुलसुलेले पुरै खाली, ल हेर्नु पुरै खाली बनाइदिएछ। ल हेर्नु, लगाउन लागेको पनि सुलसुलेले गर्दाखेरि लगाउन लाग्यो भने पुरै गइसक्यो, खतमै भइसक्यो। यो घार चाहिँ मेरो पुरै खाली गराइदियो सुलसुलेले। अब यो घार यसलाई हालिदिउँ कि जस्तो लागेको छ। अब यसमा ट्राई गरिहेर्छु। यो धेरै पहिला यसबाट भागिसकेको, मैले एक्स्ट्रा राखिराखेको थिएँ। अब घारै चेन्ज गरिदिनु पर्यो।
घाट चेन्ज गरिदिएपछि ठिक्क हुन्छ भन्ने हो। पुरा कालो छ चाका सब, यो सबै फालिदिने नि हो, चाका पुरै फालिदिने। बिस्तारै मौरी अर्कोमा झर्छ, त्यस पछाडि फालिदिने, चाका निकाल्ने फालिदिने। कालो भएको चाका चाहिँ बिस्तारै बिस्तारै फाल्ने नै हो। कालो चाकामा रानीले फुल पार्न त्यति मन पराउँदैन। मौरी नै एकदम कम भइसकेको छ यसमा। सुलसुलेले खाइसकाउन लागेछ, सुलसुले लाएर सुलसुलेले खाने चाहिँ होइन, सुलसुलेले आफै मर्दै जाने हो। नयाँ बच्चा हुँदैन, पुरानो मर्दै गइहाल्छ, त्यसपछि मौरी घट्दै घट्दै गइहाल्छ साथीहरू, जस्तो लाग्छ मलाई। त्यस्तै नै हुनुपर्ने हो। अब यसमा 2-3 फ्रेम मात्रै पनि राख्न सक्ने कन्डिसन भएछ। अब 3 फ्रेम जति मात्र बस्छ जस्तो छ यो। 8-9 फ्रेम भइसकेको थियो। यसलाई यताउति चाका यता उतै सार्दा सार्दा रानी बनाउनलाई यता सार्ने उता सार्ने, नयाँ रानी भएको ठाउँमा चाका लगाएर हाल्ने गर्दा गर्दै उताको चाका यता यताको उता गर्दा गर्दै यो लगभग अन्त्य अवस्थामा पुगेछ। अब यसलाई यति नै चाका फालेर मिलाइदिने। आज मैले लगभग 6वटा घार निरीक्षण गरेँ। अब बाँकी रहेको फेरि पछि गर्ने। अब यहाँको निकालेर ढोकाबाट हातैले सोरेर हालिदिने यसलाई। अब ढोकाबाट आफै सोरेर हालिदिने, चाकालाई फालिदिने। यस्तै छ। यो हेरेर चाहिँ पुरा भइरक चलिरहेछ मलाई। काम गर्दै गयो, 1-2टा एउटा 2टा बिग्रि नै हाल्ने। यो बिग्रेर मेरो सखाप हुन लागेछ। अनि सबै ठिक छ। यो चाहिँ सखाप हुन लागेछ साथीहरू। ल यस्तै हो, काम गर्दै जाँदा यस्तै हुँदै जान्छ। अब यसले प्रगति गर्छ गर्दैन, सक्यो कि भन्ने म पछि तपाईहरुलाई अर्को भिडियोमा देखाउनेछु। कृपया अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई विशेष धन्यवाद टक्राउँछु। मैले गरेको यो अनुभव काम गर्दै जाँदा बिग्रिँदै पनि जान्छ, सप्रिँदै पनि जान्छ। यहाँहरूले गर्नुभएको माया अपार छ भन्दै आजको यस भिडियोबाट अब म घार बन्द साथसाथै बिदा पनि चाहन्छु है साथीहरू।